मौरी हेर्दैछौँ। हाम्रो दाइ चाहिँ हनी हन्टर भनेको मौरीको शिकारी, मौरी काट्ने। आमा म चाहिँ अलि डर्सेर छु, टोकीको हाल चाहिँ डर लाग्छ कि टोक्छ नि त। फोरेर चाहिँ यसमा त यो अस्ति फुटाएको बिल्डिङ गरेको, त्यही पनि म हालिसक्यो। अब त बर्खा त चलाउनु हुँदैन यसलाई त। पाउन पछायो भने खानला भन्छ। होइन अब त बर्खालाई खान चाहिन्छ नि त। त्यो त हाम्रो छँदै छैन। यसलाई खुवाउनु राख्नु पऱ्यो नि। छैन नचलाउनु, पाप मात्रै लाग्छ। चलाए पनि कहाँ पाप लाग्नु। अहिले अहिले कति चिया खानु अहिले? त्यसलाई खान चाहिन्छ कि त छ चाहनु है त। अहिले नचलाउँ भने मैले अहिले यो त मौकाले मात्रै खिच्न पाउँछ नि त। छैन बेला अब त यिनीहरूको अब यिनीलाई खानलाई चाहिन्छ कि अब किन अब बर्खामा कहीँ जानु पाउँदैन। ए थिच्यो 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 एउटा मार्नु नि हुँदैन। त्यो आफै मर्छ। अनि अहिलेसम्म मैले मर्या देखाएको छैन, मैले मर्या देखाएको छैन अहिलेसम्म। जहाँ जान्छ त्यहीँ मर्छ होला। अँ बोक्नु म समाइदिन्छु खै यहाँ। गाई चाहिँ अर्ग्यानिक लिची आउँदैछ हाम्रो चाहिँ भागमा। नभाग्नु त्यो म अलि यो दाना कत्रो छ यार पखाउन अलि तान 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 अलि तान उयो चल ठुलो था अझै अझै तान्नु। यहाँ गाई चाहिँ उयो गयो कत्रो जानु छ यहाँ यो तान्नु दाइ दाइ यो तान्नु त यहाँ हो यहाँ 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 अझै अझै तान्नु अझै तान्नु दुई मिनट तान्नु त तान्नु कस्तो गजब छ त्यहाँ उयो माथि 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 उयो गाई यो हो अझै 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 यहाँ तान 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 गाई पाउनु छोडा है नछोडा जसैको होस् गाई छोडेर हामी त पाहुना आएको चोर्न पाइन्छ। यहीँ भनेको पर्दैछ यो कहाँबाट आयो कहाँ कसले खाएर गयो बालै भएन। के छ दाइ अलि तन्काउ तन्काउ गाइस आमा यहाँ दाइ टिप्नु त बवाल न्युरो खोज्न आएको एउटा पाना मात्रै लिची लाग्यो यहाँ भुलेछ दाइ माथि टाउ माथि खाने भने त्यसो होला नहोला बट्टा अर्का बोटको लिची फकड खानु पनि छ अम्लेर गलियो। ए गाइज त्यसै हामी अहिले धुनीबेसी नगरपालिका के सावित्री स्कुलले हाम्रो डिले सावित्री स्कुल भवनको छेउमा देउपानी हमाल खड्का हामी यहाँ मिलेर चाहिँ गाइज अर्काको लिची खाँदैछौँ। पैसा तिरेको चाहिँ होइन भेटेको टिप्ने हो। बाटोको माल जसले भए नि हुन्छ भने बजारी हाल्यो त्यो चाहिँ काली निग्रो एक झोलै भइसक्यो भने पनि नासपाती पनि डन्ने रहेछ है तर खाने बेलै भएको छैन। लिची त कति यार
रुच्न ल्याउनु यो त सानो मार्छ कसको यता के कोइला बेच्दैन अब कसले किन्छ अरे यो किन यस्तो अमिलो मधेसीले भयो औषध हालेर यो त अनि नेचुरल हो नि त मान्छे यो त नेचुरल हो नि त त्यो नासपाती नासपातीको रुखमा पाथी गरेर अर्कै बढ्छ तलबाट दुईजना सँगै गएको छ हेर न मामा भान्जा सँगै गएको छ त्यो मामा भान्जा हो कि देखाउनु त्यो हेरेर देखाउनु है मैले देखाउनु ल ल गाइस यो चाहिँ कालो बेसार जुन यो चाहिँ केजीको चाहिँ 15,000 समथिङ पर्छ चिनीलाई श्रीखण्ड नचिनीलाई खोर पायो भने यस्तो हुन्छ गाईजी कालो भनेको निलो बेसार यसलाई चाहिँ चलन चल्दै भाषामालाई कालो हलेदो भनिन्छ जुन चाहिँ अहिले चाहिँ अब यो चाहिँ धेरै ब्यान्ड औषधि हो पहिला चाहिँ अहिले त अब सबै जनताहरूले खेती गर्न थालेको भनेर सुनेको छु म चाहिँ खन्दैछु अहिले अलि एउटा यो समात्नु यहाँ अलिक घोचो अलिक गतिलो भएन पुग्दैन खोइ त बुढी छैन त बुढी कहाँ हरायो यसको हातमै लिएर बुढी कहाँ हरायो रोप्ने क्या यसको त्यो छ रुपियाँ छ रोप्या छ हाम्रो यहाँ रोप्नु पर्दैन होइन ल रोप्दा के पर्दैन रोप्नु पर्दैन ए आमा ल गाइस कालो बेसार भनेको यही हो चिने श्रीखण्ड नचिने खोर पायो भने भन्ने काट्ने बेड हाल्ने घाँस काट्न जाने सकिहाल्यो ल गाइस हामी चाहिँ जङ्गलभित्र छौँ यो चाहिँ हामी कालो बेसार खन्दैछौँ अहिले कालो बेसार यानि हलेदो कालो हलेदो यो निकै नै ब्यान्ड औषधि हो अहिले नेपाल सरकारले खुल्ला गरेको छ यो चाहिँ निकै महत्त्वपूर्ण जडीबुटी हो यो पेटको रोगमा विभिन्न विकारहरू यसले जात टुर्नामेन्ट काम गर्छ अरे यसलाई बिगार एक नम्बर बिगार हो सबै बिगारको लागि अब हामी खन्दैछौँ गाई चाहिँ कत्रो आउने हो चाहियो भने हाम्रो सम्पर्क गर्नु चाहियो भने किन्नको लागि चाहिँ नसोच्नुहोस् औषधि चाहियो भने यसो यो पनि होइन कुन त्यो होइन तिमी जम्मैले निक्रो भन्न थाल्यो भने त्यहाँ दाना आएन आउँदैछ धेरै ठुलो छ यसो दाना धेरै पुरानो धेरै पुरानो छ यहाँसम्म छ कोदालो नबोल्छ यति पुग्छ हो धेरै नखानु कहिले देख्नु भएको थियो यहाँ हामी चाहियो भने खोज्न आउने यहाँनिर तल जाउँ हुन्छ छैन छ यस्तो आइसकेको छ अरे बाटो सानो सानो केही फरक पर्दैन चिज हेरेँ यस्तो पुरा कति कम त सिपिएर छ अघि त मैले यहाँ त कहिले थियो यो यसरी भएर छ सिके कम त सिकेछ कम त सिपिएर छ यो धेरै निलो भइसकेको छ ल गाईजी यो चाहिँ निलो बेसार जङ्गली हलेदो निलो हलेदो अरे आमा कस्तो निलो छ साँच्चै पुरा मसिनो गर्छ है हुन पनि ल आमा रियलमा हेर मसिनो हुँदो रहेछ ल भयो अब औषधि पछि अहिले फेरि लैजाउँ ल ल गाइज हामीलाई चाहिँ अब आजलाई चाहिँ पुर्यायौँ हाम्रो कोटा पुग्यो कालीगढी के भन्थ्यो ल
ल गाई आज मैले पनि खाएँ यो खोइ कालीगढी भन्दा रहेछन् नाम चाहिँ अब थाहा छैन यो चाहिँ दार्जिलिङ जिल्लाको बैरिनी भेटाको बैरिनी भन्दा त खैरिनीमा रहेछ जङ्गलै रहेछ रन पनि यहाँ आदमघाटमा एकदम ब्रान्ड जग्गा आछ भने कसले है फोटो त्यस्तो बनाएर भयो धेरै भयो मैले यसो जेसै घड्डो लाग्यो मलाई पनि भयो खाउनु यार तिमी नयाँ मान्छेले खाने हो नि मैले सधैँ खाइरहेको जति खायो उति गिल्लो हुन्छ मुखै कालो हुन्छ अरे त चुत्रोले के गर्छ चुसो झन् कालो नि ए अङ्गेरी नै हो यो यसलाई अङ्गेरी भन्छ यी गाइस कालो बेसार मान्छे यही हो कि निलो बेसार साइमा कन्ट्याक्ट गर्नु होला यो चाहिँ हामीले अहिले 15 रोपनीमा खेती गरिरहेका छौँ दार्जिलिङको कल्लेरी भन्ने ठाउँ हो यो हेर्नुहोस् खेती नै गरे अब के खेती गरे हो यो हाम्रो रुपियाँ हो पानी पर्न लाग्यो छिटाएको हो गाइस परेको छैन कालो बेसार भनेर चाहिँ हामीले खनेको छौँ आज अलिकति औषधिको लागि पानी पर्न केही हुँदैन भयो दाइ आज पुग्छ पछि लैजाउँला यहाँ आफ्नो बारीमा के भएर पछि लैजाउँला अहिले कुहिरहेछ छैन होला सम्पदाले बाख्रा लिएर आइन् हिर्काउ छोरी हिर्काउ थुप्रो रहेछन् बाख्रा नि फेरि हाम्रो गाउँबाट त फुङ्ला लाउँछ कि मुखामा मखुन्डो लगाइन्छ छैन होला के भइन्छ त्यसमा चाहिँ छैन फुच्चे खोइ त ए किन उता आउनु भएन त तलतिरै बसिरहनु भयो हामी जङ्गल पुरै घुम्यौँ हामी हो ओ बारु आयो बारु छिर 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 अड्कल छिर्यो यसले त ढुट्टो पाउँछ मौरी त यस्तो खान्छ नि मौरी सिँगै खाइन्छ यसले ए डेन्जर यो त दुश्मनै हो कि अरिङ्गल त भागिहाल्यो नि त्यो झ्याप्पै हान्नु झ्याप्पै हान्नु झ्याप्पै हान्नु झ्याप्पै हान्नु झ्याप्पै भाग्यो 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 त्यो कम बाटो छ त्यो ऊ हानिहाल्नु नि त्यसलाई त्यो इन्द्रिया चन्द्रमा त बाटो छ त्यो यता आइरहेछौ ए टाउकोतिर पछाडि पछाडि ढाडमा गयो अब त मौसिरा मात्रै हो अब बर्खा चलाउनु हुन्न कि अब यिनीहरूलाई खाना चाहिन्छ कि अब फुल हुँदैन अब
यो घारको चाहिँ कति पर्छ भाडाको त्यो त भाडा मात्रै होइन होइन सोधेको मैले होइन म लगेर कहाँ अर्का घरमा कहाँ म लगेर छैन दाइ त्यो घारमा त लगाएर राखेर हुनुहुन्छ हुन्छ त्यसलाई के खुवाउनुपर्छ र ए घरमा लगेर राखेर हुन्छ र भन्छ नि के चाहिन्छ र भने नि मौरीसित लानु पऱ्यो नि केही खुवाउनु पर्दैन आफै खाइहाल्छ गाडीमा लानुपर्छ है माथि कर्सीमा लगाएर राखेको इन्डियामा त खोइ उयो सामूहिक पालनमा त दाना खुवाउँछ नि त यसो दाना किन्न पाइन्छ मौरीको दाना पाइन्छ कि मसिनो चिनी जस्तो हुन्छ किन्न प्याकेटै पाइन्छ ए अर्का घरमा कामै छैन कहिले उद्घाटन हुने हो के अरे दसैँमा उद्घाटन हुन्छ अरे यो पानी आउँदो रहेछ अरे भित्रबाट ठुलो पानी पो आएछ त खै कताबाट आएको त्यो त बोलैबाट भित्र कहाँ उब्रियो होला नि त सुरुङभित्र तिसले मात्रै स्पिड लाग्छ भित्र त के गर्नु खोइ यो त बनिसकेर नि हेर्दैछु त्यो त ट्र्याक हो त्यो मर्दो केन्द्र हो नि त्यो त मर्दो गर्ने ठाउँ हो कि हो भित्रबाट आउँदाखेरि दुईवटा बाटो आउने हो नि त मर्दो गर्ने हो कि एउटा जाने एउटा आउने होला गाडी आउने जाम सुरु भयो अगाडि उयो गरेर बस्यो नि त ऊ गाडी बिग्रियो क्या त्यो गुडेन पहाडी आयो त्यो पिकअप तानेन त्यसको तान्दैन त्यो त सिधा छ नि यो त यो अनि गाडीलाई गिटारमा तानेन कि त्यो राणा त्यसले डुबायो त्यो राडे विल तानेन क्या त्यसले छोक्रे गाडी बोकेर आएर त्यो ड्रिल गर्ने यो हटाएर त राखेको हाल्थ्यो lot of happiness अर्को पनि छैन त्यो पनि नजाने भयो